तपाईँ जहाँ बस्नुहुन्छ त्यो सहरले तपाईँको बारेमा केही भनिरहेको हुन्छ। तर समस्या के हो भने हामी त्यो कुरा बुझ्दैनौँ। हामी सोच्छौँ भवन भनेको बस्ने ठाउँ मात्र हो, तर वास्तविकता फरक छ। हामीले बनाएका भवनहरू हाम्रो विश्वासको प्रतिबिम्ब हुन्। सरल रूपमा बुझ्दा जुन चिजलाई समाजले सबैभन्दा महत्त्व दिन्छ त्यही कुरा सबैभन्दा अग्लो बनाउँछ। त्यसैले सहर हेरेर तपाईँ सजिलै बुझ्न सक्नुहुन्छ कि त्यो समाजले वास्तवमा केमा विश्वास गर्छ। उदाहरणका लागि प्राचीन एन्शियन्ट इजिप्टलाई हेरौँ। त्यहाँका मानिसहरू मृत्युपछि जीवन हुन्छ भन्ने कुरामा गहिरो विश्वास गर्थे। त्यसैले उनीहरूले विशाल पिरामिडहरू बनाए। ती पिरामिडहरू केवल भवन थिएनन्, ती उनीहरूको एउटा सन्देश थिए। उनीहरू अमर हुन चाहन्थे, मृत्युपछि पनि बाँच्न चाहन्थे। अब एन्शियन्ट रोमतर्फ जाऊ। रोमनहरू भने भविष्यभन्दा पनि वर्तमानको शक्ति र नियन्त्रणमा विश्वास गर्थे। त्यसैले सहरको बीचमा विशाल दरबार बनाइन्थ्यो, जसले सम्राट नै सबैभन्दा शक्तिशाली हो भन्ने देखाउँथ्यो। त्यसपछि मध्यकालीन युरोप आयो, जहाँ धर्म सबैभन्दा ठूलो शक्ति बन्यो र त्यसैले सबैभन्दा अग्ला भवनहरू क्याथेड्रल भए, जस्तै नोट्रडाम क्याथेड्रल, जसले मानिसलाई माथि हेर्न र भगवान सबैभन्दा माथि छन् भन्ने अनुभूति गराउँथ्यो। अब आजको संसार हेरौँ। आज सहरमा सबैभन्दा अग्ला भवनहरू चर्च वा दरबार होइनन्, ती ब्याङ्क, कम्पनी र गगनचुम्बी अफिसहरू हुन्। यसले स्पष्ट रूपमा देखाउँछ कि आजको समाजले पैसालाई सबैभन्दा महत्त्व दिन्छ। अझ रोचक कुरा के छ भने यी भवनहरू स्थायी पनि हुँदैनन्, केही दशकौँमै भत्किन्छन् वा बदलिन्छन्, जसले देखाउँछ कि हाम्रो मूल्य र विश्वास पनि स्थायी छैन। त्यसैले सहरहरू केवल भवनहरूको समूह होइनन्, यी त हाम्रो सोचको ऐना हुन्। त्यसैले अर्को पटक जब तपाईँ सहरमा हेर्नुहुन्छ र माथि हेर्नुहुन्छ, आफैलाई एउटा प्रश्न सोध्नुहोस्, हामी वास्तवमा केलाई महत्त्व दिइरहेका छौँ।